आज चाहिँ दिनको सुरुवात मैले बिहानै बुढोलाई उठाउँदै भयो अनि कामसाम सकेन, मलाई क्लास पुऱ्याइदिनु भने क्लास पुऱ्याइदिनलाई बाइक निकाल्नु भयो र बाइकमा चढेर हामी क्लासतर्फ लाग्यौँ। अनि जाँदा जाँदै बाटोमा बुनुलाई त्यहाँदेखि सामान दिएँ अनि दोकान पनि पस्नु थियो, पसेँ। अनि हामी लाग्यौँ आइतबारेतर्फ, वडा कार्यालयतर्फ। अनि बाटो हेर्न सक्नुहुन्छ कस्तो बिग्रिरहेको छ क्या बाटो, 3 नम्बरको वडाको। अनि बाटो हेर्दै ओर्दै यसो कसैको घरमा आँप फलेको छ कि हेर्दै हेर्दै लाग्यो म चाहिँ वडा कार्यालय। अनि फाइनली हाम्रो वडा कार्यालय पनि आइपुग्यो। हेर्न सक्नुहुन्छ नि, क्लासमा त सबैलाई हाई भन्नुभयो। अनि मैले साथीलाई मेरो कपाल काटिदिनु न भनेर काटिदिन लाग्नुभयो। अनि साथीले ह्याट लिएर आउनुभएको रहेछ। अनि आज चाहिँ ह्याट लगाएर फोटो खिच्दिउँ न भनेर अनि म्यामले आजको क्लासको बारेमा लेखाउनु भयो। अनि ब्लिजहरू पनि यसरी मिक्स गर्ने भनेर सिकाउनु भयो। अनि ड्यामो पनि दिनुभयो हेयरमा लाएर। अनि हामीले पनि अरू साथीहरूको हेयरमा लाएर गऱ्यौँ ब्लिज होइन, तपाईँहरूले देख्नै सक्नुहुन्छ भिडियोमा। म सँगसँगै म्यामलाई सोध्दै सोध्दै सिक्दै ओर्दै हामीले त्यहाँ गऱ्यौँ। अनि धुने तरिकाहरू पनि सिकाउनु भयो म्यामले। ट्रिटमेन्ट लगाइदिँदै हुनुहुन्थ्यो, ट्रिटमेन्ट लगाएर धुन थाल्यौँ साथीको। अनि साथीहरूको उसको चाहिँ एस कलर जस्तै आएको थियो भने उसको चाहिँ गोल्डन कलर आएको थियो, रेड रेड टाइपको कस्तो गोल्डन गोल्डन आएको थियो कलर। अनि म तल उत्रेँ वडा कार्यालय। अनि तल चाहिँ अध्यक्षहरूको मिटिङ भइरहेको थियो भने मेरो बुढो पनि त्यही छेउमा बसे पारेछ। अनि म उत्रेपछि चाहिँ लु घर जाउँ भनेर लाग्यो। मुहा पर देख्दै गरेको चाहिँ प्यागोडा बोर्डिङ हो है हाम्रो गाउँको। अनि हामी घरतर्फ लाग्यौँ सरर बाइकमा। म पछाडि बसेर भिडियो बनाउँदै थिएँ, देख्न सक्नुहुन्छ तपाईँहरूले मैले भिडियो बनाएको। अनि घर पुग्दा धान सुकाउनु भएको रहेछ, बुवा बाहिर बसेर मकै केलाउँदै हुनुहुन्थ्यो। आज चाहिँ घरमा सबैजना हुन्थ्यो। अनि खाजा चटपटे खाएँ। अनि मैले चिया पकाएँ, बुवाहरूलाई दिएँ। नानी स्कुलबाट आयो, खाजासाजा खायो। अनि 1-2वटा मैले भिडियो फोटोहरू गर्दै नानीको। अनि नानीहरू ट्युसन जानतिर लागे। ट्युसन जान म पुऱ्याइदिँदै थिएँ क्या, ट्युसन जाने भनेपछि। अनि कुद्दै कुद्दै गएँ। अनि गाडीहरू आइरहेको थियो नि त, अब हाइवे छ। अनि उनीहरू दोकानमा पस्यो, अनि एकछिन गएर करायो अरे। अनि त्यहाँ खानेकुरा किन्दै अनि लिची जुस। अनि घरबाट फर्किँदा यस्तो सनसेट देख्यो। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो।